वेलकम टु माई ब्याक च्यानल। तपाईँलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अहिले चाहिँ यसको मोबाइलबाट मैले भ्लग बनाइरहेको छु। भोलि यसकोबाट बनाउँछु, पर्सि त्यसकोबाट, नि पर्सि यसकोबाट। यसको त मोबाइलै छैन के बनाउनु। त्यसपछि उहाँले नयाँ मोबाइल किन्यो भने ओटोबाट बनाउँछु, आइफोनबाट। अहिले चाहिँ नराम्रो आइरहेको होला, पछि चाहिँ राम्रो राम्रो आउँछ होइन। अब हामी चाहिँ भोलि खेल्न गएको, अब यही बाटो जाने हो अरे। अब त्यो कता गयो त्यो जुत्तै लाउन पनि बेच्दैछ, आउँदै आउन्न। तेल जुत्ता लगायो भने चाहिँ हामी अब यहाँबाट जान्छौँ होला, बाटो लाग्छौँ होला। ती के लखेनीपट्टि त्यहाँबाट आउँदै आउन्नन्। त्यहीँ मेकअप गर्न अहिले 1 घन्टा भइन लागिसक्यो। अहिलेसम्म त्यहीँ बसेको छ। अघि हामी ढिलो भयो भने अहिले आफूले ढिलो गरेर खान्। हेर्नुहोस् दर्शकमान भावहरू, तपाईँहरूलाई म प्रचारमा बनाइरहेको छु कि यो मुलाले हिजो 20 नबनाऊ 30 ओ घरबेटी मेरो मैले हेर्दै गर्नु होला। म प्रसारणमा हुने नै छु। अब तपाईँहरूलाई मेरो के सुझाव दिउँ त। अब को मलाई पक भन्ने बोल्न आउन्न पक्ष्य भन्। हेर्नुहोस् अमिर लोक छ नि आउनु। यो घर जाउँ भने फिक्स भ्याउ मन्ठ फेरि यहीँ बसिआएको छ। लामो आफ्नो जान्छ नि भोलाको मलाई राम्रो शब्द बोल। यो चाहिँ हाम्रो मोबाइलको मालिक बाबु। तँलाई भ्लगै बनाउनु आएन कि यस्तै बनाउने भ्लग? त्यो ठाडो बनाइकन होइन। हामी चाहिँ अहिले भेरी नगरपालिका 8 बुरुङ्गेमा छु। हामी चाहिँ यहाँ 2 दिनको ट्रिपको लागि आएको। अब 4 दिन होला जस्तो छ होइन। अब त्यही त हो, चलपल भन्ने, रातभरि बस्दिने, दिउँसभरि नाच्दिने। अब हामी भोलितिर उतातिर जान्छु होला। अब माथितिर, अब आज माथि लिएकोसम्म पुग्ने भन्ने प्लान छ। अब के हुन्छ खै हेर्दै गर्नु होला। अब पुगिन्छ कि नै थाहा छैन। अब त्यसपछि ऊ चाहिँ मेन रोड हो। हामी चाहिँ यो घरमा त्यो घरमा त्यहाँबाट चाहिँ हामी जान लागेको। हेर्दै हेर्नुहोस् न। उहाँ चाहिँ हाम्रो सरजी, यहाँको डन, DOG डन। हामी चाहिँ उहाँ जानुपर्ने हुन्छ। अहिले हेर्नु बादल आएर पुरै काम पनि अँध्यारो के 8 बजिसक्यो, अहिलेसम्म केही भएकै छैन भने हेर्नु न। अब हेरेर बाटो काट भाइ, हेरेर बाटो काट। तँलाई हान्छु फेरि मैले झाप्पु। सो यही नै हो, हेर्दै रहनु होला। म चाहिँ अब तल पुगेपछि तपाईँहरूलाई देखाउँछु तलको माहौल कस्तो बुझेर। अब त्यही त बस। चाहिँ हामीलाई यहाँ बोलाएर आफू चाहिँ उतातिर हामी चाहिँ तल गएको है। यिनीहरू चाहिँ यहाँ आएका छन्। अहिले फेरि यहाँ क्यामेरामा हल्का प्रब्लम आएर हो कि यो मौसम नै यस्तो भएर यो ब्लर टाइपको देखाइरहेको छैन, मलाई थाहा छैन। हेर्नुहोस् न यिनीहरू कस्तो च्याचा गर्छन्। आफू चाहिँ बेलुका आफू चाहिँ ढिलो आउने, 8 बजी आइज भने आफू चाहिँ 7 बजी आउने। हामीहरूलाई चाहिँ ढिलो भन्ने। यिनीहरू पनि मान्छे साइक्का छन् कि अगाडि अब भेटिन्छ होला। हेर्नुहोस् हेर्नुहोस् गाइस, यहाँबाट चाहिँ खतरा भिड छ है तल। यहाँबाट चाहिँ बाल बाटो छ, यहाँबाट माथितिर। यहाँ नआएको चाहिँ 3-4 वर्ष भयो होइन यहाँ नआएको।
ता मेकअप गरेन चाहिँ मुख सेतो सेतो बनाने आउन मन थाले के दल्ते दे कोदो दल्ता मै दल्या म अनि गोरो है जानी अब कालै छु अल त देबे हुँदैन मैले अल त ल के भन्छन् विश्वको टाउको हेर्नु त गाइस मेरो बिल हानेको यसले हान्ने पनि क्या लट हान्ने पनि भन्नुहोस् है कमेन्ट भन्नुहोस् म हानिदिन्छु यसलाई फिक्स छ अर्को भिडियोमा म हानेको देखाउँछु तपाईँले यदि यो कमेन्टमा यसले हान भन्नुभयो भने म अर्को भ्लगमा फिक्स यसलाई हानिदिन्छु क्या ओइ सेतो गुन्जी हेर्नुहोस् गाइस गाउँघरको टोयलेट यस्तै हुन्छ जुन यता त्यो जुन टोयलेटै हुनु नि त्यो अब आजकल टोयलेटहरू छ ओ केराको र त्यस्तै झारातिर गएर ओ 11 बाइ टोट्टे हान्दिने त्यही हो कामै दिस इज माई न्यू भ्लग सरी दिस इज माई फर्स्ट भ्लग सरी माई मिस्टेक यो मेरो नयाँ भ्लग हो सबैले हेरेर साथ दिनु होला हामी चाहिँ यो बुर्गे गाउँ भन्ने छ तपाईँलाई म अहिले ड्रोनमा त देखाउन सक्थेँ तर मसँग ड्रोन छैन त्यही भएर म देखाउन चाहन्न यहाँ चाहिँ बाटो बिर्सेर हेर्नुहोस् है हजारी फुलेको धालमाला झोलेको भन्ने हुन्थ्यो धानै छैन यहाँ अब के भन्ने अब रङ त्यो भित्तामा मेरो ब्ल्याक एन्ड व्हाइट फोटो तिमी टाँस्छन् बाटो बिर्सेर यिनीहरू यहाँबाट तपाईँ एक सर्ट एउटा मिस्टेक गर्नुभयो भने तपाईँ सिधै तल जान सक्नुहुन्छ त्यही भएर यस्तो बाटोमा अलि समाधानपूर्वक जानुपर्छ हेर्नुहोस् भाइ गाउँघर भने त मैले अगाडि त्यहाँ टोयलेट छैन भने त्यही भएर यहाँ आउँछन् हङ्न थाहा भएको कुरा सबैलाई तराईतिर त्यही भएर छिटो टोयलेट उत्पादन भएको र गाउँतिर छिटो उत्पादन टोयलेट नभएको कारण नै त्यही हो हेर्नुहोस् अब मा युट्युब च्यानल जेआरबी भ्लग्स सबैले गएर सर्च हान्दिनु होला एकचोटि फेरि भन्नु यसो ठुलो जे ठुलो आर ठुलो बी स्पेस भिएलओजिएस सबैले गएर हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला र तपाईँकै साथ सपोर्टले म अगाडि बढ्नेछु र हेर्दै गर्नु होला आजको यो देउसी भैलो कार्यक्रममा तपाईँलाई सबै देखाउने नै छु र अहिले चाहिँ हामी भने यहाँ हराएर मान्छे खोजिरहेको छु हामी भेटिने बित्तिकै तपाईँलाई सम्पर्क गर्छु अहिले चाहिँ म जान्छु र हामी चाहिँ भेटिने तर्करमै छु तर पनि भेटाइनु सरी मैले गल्ती गरेछु भुल चाहन्छु माफ गर्नु होला म त यही गरेर उनीहरू पनि भ्लग खोल्या हो त माथि पुगेका छन् सबै ठाउँ नच्चा नच्चा पारिले छन् अब हामी गएर भात खाउँला हामी चाहिँ पुरा भेली रतन तर्करमा थियो हामी 11 जना चाहिँ दुईटा घरमा बसेको अरू टोली चाहिँ कहाँ बस्यो थाहा छैन होइन त्यही हो त्यहाँ चलपल सुरु भएको छ हेर्नुहोस् अब गाइज कहाँको हेल्यो हेर्नुहोस् गाइस यति नै हाम्रो टिम
मलाई चाहिँ अगाडि हानेको हानी हुनुहुन्छ आइभन भ्लग यसलाई म चिनेछ क्यामेरा नै राम्रो भएन गाइस आउँदै गर्नु होला भ्लग यहाँको मान्छे नै गायब के हेर्नुहोस् न यो घरको मान्छे छन् रहन्छ है अब यहाँ बाख्रा पालन रहेछ हामीले चाहिँ के गर्यो भनेपछि तपाईँहरू आए नि एउटा बाख्रो लिने प्लान गऱ्यौँ होइन हेर्नुहोस् हामी चाहिँ अलमल अलमलमा पढेछु कहाँ जाने भनेर कन्फ्युज भइहालेछ सब भैलीहरू यो भैलीको टिमभरि कोही माथि कोही तल नगरौँ सबै एउटा बाटो हिँडौँ ल उम्मै जाम न त्यसो भए ओए त्यहाँबाट सट्टै यता हुने हेलो गाइस यसलाई चाहिँ भोक लागिसक्यो अरे मलाई त भोक लागेन म खाएर आएको यहाँ विश्राम गरिरहेको छन् अहिले सब थाक्यो होला नाच्दै ननाच्ने विश्राम गरिरहेको छन् यिनीहरू एउटा ठाउँमा त नाचेर उहाँ बडी बोल राख्नु भएको छ हेर्नुहोस् उहाँलाई 84मा मेयरमा वडा नम्बर 6बाट जिताउनु होला यहाँ धेरै त मान्छे छैन होइन तै पनि किन बढी गरिरहेको छ नि मलाई चाहिँ फागुनमा प्रधानमन्त्री बनाउनु होला फागुनको 21 गतिको त्यसपछि म हेर्छु के बनाउनु पर्ने हो फागुनको 21 गतिको उहिले अहिले गजबत्त गर्छ नि नाच्दै नाच्दै हेर्नुहोस् बुर्ङ्या गाउँ आएको यहाँ कोही मान्छे हुनुहुन्छन् म चाहिँ अब यस्तो काठमाडौँबाट आएको भर्खरै यो गाउँमा बुढियामा आएको भर्खर देउसी बाहिर बनाएर यार सब बस्ने खाली रहेछ होइन तपाईँ के भन्न चाहनुहुन्छ मैले एकदम मोहनमा छु बिहान मोहनमा व्रत कसको लागि व्रत हो आज तपाईँको दिशा जानुहोस् न त यहाँको यो पसलमा चाउचाउ पसल छैन पहिला हामी आउँदाखेरि यो यहाँबाट पसल उठिसकेको रहेछ अहिले चाहिँ हानेर थियो होइन त्यो होइन त्यो केलाई घुम्ती घुम्ती हानेर थियो त्यो उठिसकेको रहेछ अहिले चाहिँ होइन त्यही हो यहाँ मान्छे पनि रहेनछन् घरमा हेर्नुहोस् यस्तो बवाल भ्यू छ अब हामी डाँडातिर छौँ हामीहरू यहाँ घरबेटी भएको मान्छे ठाउँमा आइसकेको छौँ उहाँ चाहिँ हाम्रो सेकेन्ड उहाँ चाहिँ हाम्रो अध्यक्षज्यू सबै वर्ष आइराख्नु भएको छ उहाँ चाहिँ हाम्रो कोषाध्यक्ष पैसा त सबै राख्नु भएको छ तर केही पनि खुवाउनु न अहिलेसम्म यहाँ हाम्रो सचिव हाम्रो युवा टोली जेन्जीहरू भर्खर आइरहेछन् होइन अब ऊ भेडा बाख्रासँगै नै ठ्याक्कै सुहाउँछन् जेन्जी ले बबाल छ बबाल अहिले प्रकाश हामी त्यही भ्लगमा छौँ हामी चाहिँ अहिले माथि टुप्पोतिर पुग्न लागिसक्यो भन अब माथि हल्का अब थोरै छ माथि टावर भेट्न लागिसक्यो यहाँ माथि चाहिँ यता टावर छ होइन अब यो भइसकेपछि चाहिँ हामी अब साल टावरतिर लाग्छ होला त्यसपछि त्यहाँबाट हामी गुङ्गाटेतिर लाग्छौँ त्यसले चाहिँ यो मलाई फ्लेक्स गरिरहेको छ यसले देखाइरहेछ खाया भनेर मेरो आँखा दुख्छन् हुन्छ कि हामी चाहिँ अहिले देउसी भैलोको लास्ट चरणमा आइसकेको छौँ हामी चाहिँ अहिले आफ्नो गाउँ पुगिसक्यौँ भन्दा पनि आज गाउँ नाचेर अब हातपन्नमा लागिसक्यो होइन अब त्यही हो हामी अब यहाँ त स्कुलतिर गएर नाचेर चाहिँ अब हामी घरतिर लाग्ने हुन्छ अनि त्यसपछि भोलि फेरि तल्लो औला टोल भ्याउनु छ के हो अब हेर्दै गर्नु होला यो बिचको भिडियो चाहिँ मैले हाल्छु त्यसको लागि चाहिँ सरी हेर्दै गर्नु होला